प्याराडाइज होटलको बसाइपछि हामी अब मुक्तिनाथ दर्शनको लागि लाग्दैछौँ। केटाहरू बाइक प्रिपेयर गर्दैछन्। यो प्याराडाइज होटल बस्न खानको सुविधा सहित राम्रै रहेछ रुममा चाहिँ है। आमामा हिँडिन् कताको यात्रा हो? हामी मुक्तिनाथ मन्दिर दर्शन गर्न जानला हो बिहान बिहानै। ल यता सुरज सरको के छ भन्नु? सुरज सरको ठिकै छ, रमाइलो भइरहेछ होइन, एडभेन्चर अहिलेलाई खतरा थ्रिल। हाम्रो थ्रिल भन्ने कहाँ हो? मेन थ्रिलर। केटाहरू त्यो डाँडामा गएर कसले के बनाएको यार? ल केटाहरू यसो ब्रेकफास्ट खाने अरे, यहाँ टक्क रोकिएको छ। सोध्न सोध गएर मैले सोध्नु पर्ने। ल बवाल अब घोडा पनि चढेर जान पाउने अरे। पाउन चाहिँ के घोडा चढ्नु अब 4-5 मिनटको बाटोलाई। खतरा डेभलप गरिसकेछ त हौ ठाउँ चाहिँ। खतरा घरहरू बनिसक्यो रहेछ यार। घोडा चढ्छ त, घोडा चढेर जानु त। आइपुग्यो मुक्तिनाथ। र यो सिँढी त हिँड्नै मागियो नि अझै। मुक्तिनाथ प्रवेशद्वार। अब नबिनलाई यति उकालो हिँड्नुपर्छ। हेर्दाखेरि यहीँ हिँड्छु, हिँड्नलाई थके लगाएर हुँदैन। त्यहीँ यति पुरै गरेर अझै माथि नै हो। त्यहीँ गेट चाहिँ त्यहीँ हो कि।
खै त अरू त कहाँ पुग्यो त तिनीहरू त अगाडि नै पुगिसक्यो कि हो खैला खैला तँलाई म त जान्न होला सङ्घर्षपछि होइन मलाई आइपुग्यो छोड त सागर तिमी छेक्यौ यार तिमीहरू हिँड्न सकेनौ बसिरहेको रहेछ त के जाम पानी हालेन यो पानी त खानै पर्छ पानी लिएर जाने क्या दुईटा ल्याउँछु कतिवटा आउँछ त्यसको मुक्तिनाथ अनि जाडो भएन जाडो दादा अनिले जाडो भएन अनि यस्तो जाडोमा अलिक टाउको दुख्छ तल झर्नै नसक्ला फेरि ल गएर लुगा लगा अब कुद 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 भाइ कुद करेन्ट लाग्यो क्या हो कहाँ गयो कस्तो त छेउमा गएको त ल ल हातले पनि छर्की अलिअलि छर्की छर्की ल हाम्रो सरले 108 वटा धाराको पानी थाप्दैछ होइन आमा मामा आँटिलो हो मान्छेहरू नुहाइदिने त तीन 364 दिन पाप गरेर एक दिन आएर धोएर हुन्छ तो मुक्तिनाथ मन्दिर एकचोटि मुख पनि धोइनस्
मैले त यहाँ मुख धोएँ नुहाइदिएको नुहाइदिएँ मैले कहाँ गएको त फेरि ल हामी खाना खाएर अब घुम्न लेक जाँदैछौँ सबै जमसम बजारबाट अलिकति माथिबाट हामी राइट साइड लाग्नुपर्ने हुन्छ घुम्न लेक जानलाई टक्क लाएर यहाँबाट चेकपोस्ट छ चेकपोस्टबाट तपाईँहरू ठ्याक्क राइट साइड जान सक्नुहुन्छ यो हो गुम्बा ताल जाने बाटो आउँदा फेरि तान्छ केटा हो हट खतस आमामा बाटो के यस्तो यो डेन्जर छ त ओह्रालो त यार रोड हुँदा हुँदै अब यहाँ दुम्बा लेक आइपुग्न चाहिँ हाम्रो केटाहरू अब यहाँ इन्ट्रान्स फी पनि लिने रहेछ यहाँ तपाईँहरूले स्याउको सुकुटी हरेक कुराहरू पाउनुहुन्छ 100 रुपियाँ अरे ल अब हाम्रो इन्ट्री पनि हुँदैछ यहाँ सबको इन्ट्री लिन पर्ने रहेछ ल टिकट सिस्टम रहेछ यहाँ पानीमा थुक्ने पानीमा टेक्ने नगर्ने है बाबु एउटा ढुङ्गा छ त्यहाँ सेतो धजा पानीको त्यहाँनिर नागको मूर्ति छ त्यो चाहिँ नागको थान है पानीमा के छ रे मूर्ति नागको मलाई नसजाउनु न हैन पर्दैन के हट अनि मोला कम त हल्लिन्छ त यस्तो डाँडाको झुलुङ्गे पुल You can see from different place, different people come to see this Dumba Lake. Actually, I saw the place is nice. Then here, got one stone here. We call the Nag, so we cannot dispute over here. So that one you need to take care about this. So, here you can find here got some fish over there, got so big. Then you can see very big fish over here. You see? Very nice place. Lots of people come to see this lake, then fish. Okay, so this is the place. Really nice. But the wind is very powerful, huh? So you need to take care. सबटी यताउति जेरी सेरी फिल्म सुटिङ पनि यहीँ भएका थिए।
Training. ढुङ्गाले छापेको बवाल रहेछ। हेलो बवाल बवाल गल्ली गल्ली हो। माफ गर्नु होला। Handsome. राम्रो स्याउबारी मार्फा गाउँमा ओ र स्याउबारी यार मार्फाको स्याउ हेर त आमामा लटरम्मै छ त यार कति दामी दामी फलेको हौ। कहाँ भेट्छ तान्यो भने त भेट्ने रहेछ। एउटा त पाएँ यार यसले त खाइदिउँ